स्टेसन चाहिँ कि ठ्याक्क 2 मिनट वक स्ट्रेट हामी आयो भने चाहिँ त्यो ठाउँमा आइपुगिन्छ। लेकलाई अब्जर्भ गरेपछि लेकको भ्यू इन्जोय गरेपछि हामी चाहिँ माथि जान्छौँ। एउटा एकदम राम्रो भ्यू आउने ठाउँ छ गरी अनि त्यहाँ जान्छौँ। यो ठाउँ चाहिँ सिडनीबाट नजिक पनि भएको भएर अनि कति राम्रो देखिन्छ नि त भिडियोहरू टिकटकहरूमा हेर। अनि त्यो भएर पनि हजुर पनि एक दिन आफ्नो साथीहरूसँग ग्रुप मिलाएर चाहिँ आउन सक्नुहुन्छ। यहाँ चाहिँ नर्मल खोला नेपालको नदी जस्तो टाइपको त्रिवेणीको नदी जस्तो रहेछ। यहाँ चाहिँ त्रिवेणीको नदी सुकेको बेलामा यस्तै देखिन्छ नि त। उता पारि चित्रण उता देखाउनु त्यतापट्टि चित्रण देख्दैछ अनि यतापट्टि त्रिवेणी भए चाहिँ ठ्याक्कै त्यहीको जस्तो लाग्यो मलाई यहाँको भ्यू हेर्दाखेरि। घरकै याद आउने गरी अनि खासै तर जाने जस्तो माहौल त नरहेछ है। पानी आएको भएर होला रातभरि छैन। र यसो माथिको भ्यू हेरौँ। माथि डाँडाबाट चाहिँ कस्तो भ्यू देखिन्छ सीको। अनि त्यसपछि अगाडिको भिडियोमा चाहिँ हामी हजुरलाई चाहिँ त्यो भ्यू सहित अनि कस्तो रहेछ भनेर रिभ्यू दिन्छौँ है। स्टेसनबाट चाहिँ 1 मिनट जस्तो सिधा आएपछि राइट साइडमा हामी अराउन्ड 5 मिनटको वक गरेपछि अनि फेरि लेफ्ट साइडतिर यस्तो डाँडा जस्तो देखिन्छ। त्यसरी हिँडेपछि चाहिँ पोइन्ट आइने रहेछ। एक ठाउँमा चाहिँ हामी पनि अल्मलियौँ किनकि त्यो राउन्ड थियो कि 4वटा। अनि म पहिला पनि एकचोटि आइसकेको थिएँ यहाँ साथीहरूसँग अल्मलियौँ। अनि पछि गुगल म्यापमा हेरेपछि अनि अहिले चाहिँ हामी जाँदैछौँ। अब शान्त के यहाँ मान्छेहरू बस्न पनि कति आनन्दले बस्दा हुन् होइन। अब नेचर पनि छ वरिपरि कति शान्ति ठाउँमा बस्दा त मान्छेलाई के टेन्सन होला झै पनि नै। जति कमाए पनि जे गरे पनि लास्टमा अलि उमेर भएपछि चाहिँ यस्तै शान्त ठाउँमा जिन्दगी जिउन पाऊँ त्यही हो होइन। यस्तै बस्न आनन्द हुन्छ नि त। यसरी गाउँघरमा कि सहर मलाई फेरि त्यो ठिकै छ कामलाई अब अपर्च्युनिटीलाई सहर बजार ठिकै छ तर बस्नु चाहिँ यस्तै पिस ठाउँमा मनपर्छ कि नेचर भएको ठाउँमा। मिनामौरा हेडलाइन भन्ने बोर्ड देखेपछि एउटा सानो गल्ली जस्तो हुन्छ। अनि यो घर पनि नोटिस गर्न सक्नुहुन्छ अगाडिको। त्यसपछि यो गल्लीबाट अलि 3 मिनट जति वक गरेपछि त्यो ठाउँ आउँछ। यता हेर्नु न कस्तो राम्रो रुख है। हाम्रो चाहिँ भ्यू देखिनु चाहिँ सुरु भइसकेछ। यता भ्यू हेर्नु कस्तो राम्रो भ्यू देखिन्छ कि हेर्नु। पहिला आउँदा नि एउटा यस्तो मन परेको थियो मलाई। अनि के मनपर्छ यहाँको बेस्ट पार्ट भन्दा यो ग्रास के यो ठ्याक्क यो ग्रिनरी र त्यो बिचको कम्बिनेसन यस्तो राम्रो देखिन्छ कि हेर्नु। अलिकति घाम चर्कियो आज त्यस्तो धेरै पनि छैन जाडोको त। गाइज हामी छौँ मिनामौराको यो ठ्याक्क पोइन्टमै। गाइज होइन साथीहरू हामी चाहिँ यहाँ ठ्याक्क मिनामौराको पोइन्टमै छौँ। यहाँ चाहिँ उतापट्टि साइडमा चाहिँ हाम्रो ग्रिनरी एउटा जङ्गल जस्तो छ होइन। अनि यहाँनिर चाहिँ उतापट्टि रुखहरू छ, यहाँनिर चाहिँ ग्रिनरी छ। अनि यो यतापट्टि लेक जस्तो अथवा खोला अथवा के भनौँ यो बिच त होइन जस्तो छ। अल्ल बिच नै रहेछ यतापट्टि साइडमा यो साइडमा चाहिँ। अनि यतापट्टि चाहिँ वेबहरू बिचहरू चाहिँ यहाँनिर चराहरू छ यहाँ टन्नै। अनि यहाँ मान्छेहरू पनि कति धेरै आएका छन्। यहाँ सबै अहिले त धेरै गइसक्यो। अघि चाहिँ एकछिन गरेको नि यहाँ मेरो मेरो श्रीमतीले चाहिँ यहाँ बसिरहेन् आनन्दले भ्यू इन्जोय गरिरहेछन्। अनि अब म तपाईँहरूलाई यहाँको केही थोरै कुराहरू एक्सप्लोर गराउँछु।
अनि अब म चाहिँ यता साइडमा जाँदैछु, साइड वक जाँदैछु होइन। यता कस्तो छ, म त फर्स्ट टाइम आएको, उनीहरू त पहिला पनि आएको थिए, तर म चाहिँ यहाँ चाहिँ फर्स्ट टाइम आएको। मलाई चाहिँ रमाइलो लागिरहेछ। एउटा यो एरिया चाहिँ एकदम रिजनल पनि नै तर सिटी पनि नै, तर हेर्दाखेरि चाहिँ रिजनल लाइफ जस्तो पनि सिटी लाइफ जस्तो पनि त्यो डबल भाइब के त्यस्तो टाइपको मैले पाएँ। अनि अब म चाहिँ यहाँ यो साइडतिर जाँदैछु, तर यहाँ अलिकति डेन्जर पनि हुन्छ यस्तो यस्तो साइडहरू, तर म अलि वरैबाट यसो हजुरहरूलाई देखाउने ट्राई गर्छु। वाह, यहाँ त बवाल रहेछ ल। ठुलो ठुलो वेबहरू छ यहाँनिर, पानी चाहिँ क्रिस्टल क्लियर नै देखिन्छ। यहाँनिर यस्तो छ, यतापट्टि यो साइड एकदमै ग्रिनरी छ माथि चाहिँ, अनि त्यो साइड चाहिँ बिच जस्तो एरिया छ, तर मान्छेहरू चाहिँ त्यो बिचमा चाहिँ खासै छैनन् यो एरियामा चाहिँ। अनि उता रेसिडेन्सियल साइड चाहिँ त्यो एरियामा छ सबै, तर यता साइडमा कुनै पनि रेसिडेन्सियल साइड चाहिँ देखिँदैन, सबै सी नै छ सबै। तर हो यो पहाडहरू अनि त्यसपछि यो एरिया चाहिँ सबै नै रेसिडेन्सियल एरिया छ। त्यो पोइन्टबाट गऱ्यौँ माथि होइन, अनि यसरी हिँड्दै हिँड्दै यहाँ आयौँ। अनि मैले तपाईँहरूलाई यो भ्यू चाहिँ देखाइसकेँ, यहाँ तलको भ्यू चाहिँ यो चाहिँ देखाइसकेँ होइन। अब म चाहिँ अलिकति तल जान्छु। तल चाहिँ कस्तो रहेछ एकचोटि सर एक्सप्लोर गर्छु। शर्मिला चाहिँ ऊ त्यहाँ बसिरहेको, ऊ चाहिँ उसले टिकटक बनाउँदैछ, म चाहिँ यत्तिकै हिँडिरहेको छु है त। यो तल चाहिँ के छ यसको बटन पोइन्टमा भन्ने कुरा म चाहिँ तपाईँहरूलाई थोरै एक्सप्लोर गराउँछु। यहाँनिर चाहिँ के छ थोरै हेरौँ है त। यहाँ अलिकति डेन्जर त छ है, तर भए पनि नचिप्लिकन एकदम सावधानीपूर्वक गर्दा। यहाँ चाहिँ एउटा खोज जस्तो रहेछ, तर हेर्दाखेरि चाहिँ अलिक डर लाग्दैछ। यहाँनिर चाहिँ तपाईँहरू चाहिँ यस्तो नजिक गएर चाहिँ नहेर्नु होला, तर हल्का अलिक टाढाबाट हेर्दा केही फरक पर्दैन। यहाँ यस्तो बाटोहरू पनि रहेछ हेर्ने, यो चाहिँ यसरी यहाँ वेबहरू आउने रहेछ यहाँनिर। अनि म जाँदैछु अझै तल। अझै तल जाँदाखेरि चाहिँ के छ त यहाँ भन्दा, यो एउटा के चरा, यो त हाम्रो नेपालमा खेतमा पनि पाउँथ्यो यो चरा चाहिँ। अनि यो चाहिँ यहाँ एउटा पिक पोइन्ट रहेछ है त। के रहेछ यहाँ त, यहाँ मान्छेहरू जाने हेर्ने ठाउँ रहेछ, किन भन्दा मान्छे हिँडिरहेको बाटो नै छ यहाँ। त्यही भएर यो पोइन्टमा चाहिँ के छ त, एकचोटि यहाँबाट हेरौँ है त। यहाँबाट चाहिँ सबै देखिँदो रहेछ कि, यो सबै एरिया देखिँदो रहेछ न, एकदमै बवाल देखिँदो रहेछ यहाँबाट भ्यू चाहिँ। किन भन्दा वारीदेखि पारीसम्मको सबै भ्यूहरू यसमा देखिँदो रहेछ, एकदमै राम्रो देखिँदो रहेछ यहाँदेखि है। यो वेबहरू परदेखि नै यहाँसम्मको सबै देखिँदो रहेछ यहाँनिर। हावा पनि चलिरहेको हल्का हल्का। अनि अलमोस्ट हामी तल आइसकेका छौँ। अनि अब चाहिँ म अझै तल यसको लास्टमा एकदमै बटम पोइन्टमा जाँदैछु होइन। त्यहाँ चाहिँ के छ थोरै हेरौँ है त। अब चाहिँ गाइज यस्तो भिडहरू छ, तर एकदमै साइडबाट चाहिँ नजानु होला। साइडबाट जाँदाखेरि कतै खुट्टा चिप्लेर गयो भने चाहिँ तल नै पुगिन्छ ढुङ्गामा। त्यही भएर तपाईँहरू चाहिँ एकदमै यस्तो बाटो हिँड्दा चाहिँ अलिक केयरफुल भएर हिँड्नु होला। खास गरी हामीहरू पहाडमा हुर्केकाहरूलाई यस्तोमा हिँड्दाखेरि खासै त्यस्तो फरक त पर्दैन। तपाईँहरू जुन तराईमा हुर्किनु भयो, सिटीमा हुर्किनु भयो, तपाईँहरूलाई हिँड्ने बानी छैन भने चाहिँ यस्तोमा एकदमै ख्याल गरेर हिँड्नुपर्छ। किनभने थोरै हाम्रो लापरवाहीले गर्दाखेरि ठुलो विनाश पनि निम्तिन सक्छ। त्यसै कारणले है त। अब यहाँ एकजना कपाल हुनु रहेछ, उनीहरू चाहिँ आउँदैछन् यता। म चाहिँ उनीहरू गइसके पछाडि हाई म्यान, थ्याङ्क यू। अनि म चाहिँ जाँदैछु, एकदम बाटो एकदमै छ, तर मान्छेहरू चाहिँ गइरहन्। यहाँ यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ गइ नै रहेका छन्। एकचोटि म तपाईँहरूलाई एक्सप्लोर गराउँछु है त। यहाँ के छ, तर डेन्जरै छ। ए ला, यहाँदेखि त छैन त, मान्छेहरू यहाँसम्म क्युरियसली आउने रहेछन्। हेर्नुहोस्, यहाँबाट उता कुनै रोड नै छैन, पुरै एकचोटि त्यही पनि म कोही नगएको ठाउँ यस्तो यो अलिकति कुनै रहेछ कि। एकछिन है, कोही गएका छैनन्, तर यही हो, यहाँबाट त केही पनि छैन गाइज। तपाईँहरू योबाट चाहिँ तपाईँहरू यसरी चाहिँ यहाँसम्म चाहिँ नआउनु होला, किनभने यहाँदेखि केही पनि छैन। सेम
यो चाहिँ अलिकति घाँसको मैदान रहेछ यहाँनिर यो रुखहरू भएको। अनि म चाहिँ यही हो, यो चाहिँ मलाई बेस्ट लागेको चाहिँ अघि म देखाएको थिएँ मैले त्यो टपको सबै हेर्न मिल्ने खालको, त्यो चाहिँ बेस्ट लाग्यो यहाँनिर, त्यो भ्यू चाहिँ बेस्ट नै छ होइन। अनि अब अरू त्यस्तो खासै केही पनि छैन गाइज, यही हो नर्मल्ली बिचहरू अनि त्यसपछि यो वेभहरू अनि यो क्रिस्टल क्लियर वाटरको अलिकति अनि यो मिल्की वेभहरू हुन्छ नि त्यो चाहिँ एकदम बेस्ट देखिन्छ यहाँदेखि। अरू चाहिँ त्यस्तो ठिक छ, इन्जोय गर्न केही टाइम सर्टेन टाइम फ्रस्ट्रेट लाइफबाट आएर अलिकति इन्जोय गरौँ, अलिकति मनलाई शान्ति गरौँ भन्नको लागि चाहिँ यो बेस्ट नै छ ठाउँ होइन। एकदम शान्ति छ सबैतिर, अनि ग्रिनरी छ, शान्ति छ, समुद्र छ, अनि क्याम्पिङहरू गर्ने अलि ठाउँहरू छ यता भित्रतिर होइन। तपाईँहरू आएर यत्तिकै क्याम्पिङहरू गर्न सक्नुहुन्छ यो एरियामा चाहिँ। यत्तिकै ओभरअल आएर रिफ्रेसमेन्टको लागि चाहिँ बेस्ट छ यो ठाउँ चाहिँ है। एकदमै फ्रेस एयर छ, सबै कुराहरू एक्सेस छ, नजिक छ, ट्रेन स्टेसनदेखि नजिकै छ। अझै हामी चाहिँ यताको बाटो अलि टप हिलमा आएर आयौँ, अनि हामी त्यो मिनामौराको स्टेसनबाट नै थोरै अगाडि आइसकेपछि लेफ्ट साइडबाट अलिकति गएपछि एउटा कार पार्क आउने रहेछ। त्यहाँदेखि आउँदा चाहिँ झन् तपाईँहरूलाई मैले देखाइदिन्छु, जस्ट देख्न सक्नुहुन्छ ऊ त्यो तलको चाहिँ कार पार्किङ एरिया हो यो एरियाबाट यसै यहाँनिर आएर यहाँ माथि जान पनि सक्नुहुन्छ तपाईँहरू होइन। हामी चाहिँ उताबाट यहाँ आयौँ माथि टपमा, अनि यस्तरी हिँडिरहेछौँ कि हामीहरू चाहिँ। तर यो बाटो चाहिँ झन् इजी हुँदो रहेछ। अब हामी जाँदाखेरि चाहिँ उताबाट झर्दैनौँ, हामी यो बाटो चाहिँ यहीबाट यो बाटो हुँदै यो बाटो झर्छौँ। ल हेर्नुहोस् तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ। म चाहिँ लास्टमा छु एकदमै बटम लाइनमा, तर अब म चाहिँ माथि जाँदैछु। शर्मिलाले यतिखेर टिकटक बनाएर सकिसक्यो होला। अब चाहिँ माथि जान्छौँ। हामी चाहिँ खाना भर्खरै बाहिर खाएर निस्किसकेको। अब हामी आज बेलुकासम्म चाहिँ सिडनी पुग्छौँ। आज दिनभरि हाम्रो टाइम छ, भोलिबाट अब काम नै हुन्छ। मेरो बर्थडेको लागि स्पेसल्ली मेरो बर्थडेको लागि उसले यहाँ बुकिङ गरेको थियो। हामी चाहिँ यहीँ स्टे गऱ्यौँ, अनि त्यसपछि घुम्नको लागि कायमा कोस्टर त्यो बिचमा होइन त्यो ट्रेकिङ गऱ्यौँ हिजो चाहिँ। आज चाहिँ यहाँ मिनामौराको लागि यहाँको चिजहरू, यहाँको प्रख्यात ठाउँहरू एक्सप्लोर गरिरहेछौँ, हेरिरहेछौँ, रमाइलो भइरह। थ्याङ्क यू फर वाचिङ। अघि हामी आउँदा चाहिँ कस्तो चर्को घाम जस्तो लागेको थियो कि पोलले चाहिँ आँखाले पनि हेर्न नमिले। अहिले चाहिँ वेदर एकदमै राम्रो भएछ, पानी आउँदा जस्तो बादल लागेछ जे होस्। अनि अहिले चाहिँ मान्छेहरू पनि दिउँसो हुँदै गएर होला, एक बजेछ सायद होइन, 1 बज्न लाग्यो। सबै मान्छेहरू चाहिँ भिजिटको लागि आउनु लाग्नुभएको छ। अनि मलाई त्यहाँको ग्रिनरी पनि कस्तो मन पऱ्यो कि, अनि एकचोटि त्यहाँ जानु मन लाग्यो। कस्तो राम्रो यहाँ चाहिँ फोटोजेनिक मान्छेहरू होइन, जसलाई फोटोहरू खिच्न भिडियोहरू बनाउनु मनपर्छ नि, त्यो मान्छे चाहिँ यहाँ आउनै पर्ने ठाउँ हो कि यति राम्रो भ्यू आउने रहेछ कि है। फोटोहरू हामीले पनि खिच्यौँ, अलि टिकटक बनायौँ, मैले आफ्नो बनाएँ। अनि त्यसपछि त्यो कस्तो राम्रो लाग्यो कि माया, हेर्नु न त्यहाँ एकछिन गएर त्यहाँ बसौँ ल, त्यो चेयरमा गएर एकछिन गफ गरौँ है। हामी यो बाटो निस्किउँला कि अब। तर कस्तो रहेछ भन्दा हजुर हिँड्दै आउनुभयो भने चाहिँ हजुर सायद यो वे नजिक पर्छ होला, माथिको वे। तर हजुर ड्राइभबाट आउनुभएको छ अनि कार छ भनेपछि हजुर ठ्याक्क पार्क गरेर 30 सेकेन्ड मेबी 30 सेकेन्डमा चाहिँ हजुर यो ठाउँ चाहिँ आइपुग्नुहुन्छ। अनि मलाई चाहिँ फोटो खिच्न भिडियो बनाउनुको लागि यो चाहिँ एकदमै पर्फेक्ट लोकेसन जस्तो चाहिँ लाग्यो है, सिडनीको नजिक। अनि कोही अब यसो क्वालिटी टाइम स्पेन्ड गर्न, पिसफुल इन्भाइरोमेन्ट मनपर्नेहरू पनि यो ठाउँ चाहिँ एकचोटि चेक गर्नु होला है, आउनुभएको छैन भने। That's the channel out there. You can see the darker green. And then it's over your head. It's good. It's very nice. If it's summer, very popular in summer.
not. I mean, we get a few little people picnicking under the tree and things like that, you know. And on some big days it gets busy. Yeah, like Australia Day is very busy. New Year's Day, those big days. Have you been down this way before? No. Oh, really? We just went there, that's all. Oh, you walked up the headland? Yeah. Well, you like your walking there? Yeah, we like walking. It's a beautiful view up there. यो ठाउँमा बसेर त्यो पारी हेर्दाखेरि के पारीको त्यो जङ्गल अनि त्यो बालु छ नि किनार के त्यो हेर्दाखेरि मलाई ठ्याक्कै त्रिवेणीको यता छेउमा बसेर अनि उता पारी हेरेर चाहिँ सेम त्यस्तै के मलाई कस्तो झरेर त्यो याद आयो हामी साँझ पख वकमा जान्थ्यौँ कि नदीको छेउमा आन्टी म बाबु पुष्पा पूर्णिमा घरे दिदीहरूसँग यत्तिकै गर्मीमा अझ साँझ पख अनि गएर नदीको किनारमा यस्तै बस्थ्यौँ अनि उता पारी हुन्छ कि अनि ठ्याक्क त्यस्तै कि यो डिस्टेन्स पनि त्यस्तै कि यसो देखाउँ न त यो डिस्टेन्स पनि ठ्याक्कै त्यस्तै कि कस्तो कनेक्टेड फिल भएको क्या अहिले मलाई यहाँ आएर यस्तो बस्दाखेरि थ्याङ्क यू काम पाउनु न के हो नि कुल हो ए थ्याङ्क यू खै कस्तो देख्यो कुमारीले देख्यो होला